Hello guys, welcome to my channel. म चाहिँ नेपाल आएको 3-4 दिन भयो अनि आज चाहिँ बोजू बनाएको आज हिजो चाहिँ हामी गौतम हस्पिटल अनि मामाहरूको मामा माइजूको घर आएको छौँ। आज चाहिँ आन्दोलन छ, पुरा भिड भइरहेको छ काठमाडौँमा। हामी चाहिँ घरमै छौँ, पिङ्केलो बस्छौ यस्तै छ साथी। नेपालको हावा चल्छ, 24 वैशाखमा यस्तै हो। माइजूले चाहिँ कति राम्रो राम्रो फुलहरू लाउनु भएको छ, देखाइदिन्छु र। यहाँ हेर्नु न, यहाँ कस्तो राम्रो फुल्यो। यो पनि कति राम्रो छ। कति राम्रो राम्रो फुलहरू हो, फुलहरू चाहिँ राम्रो राम्रो रहेछ। त अहिले खाना खाएर बिहान आराम गर्छु। म चाहिँ किचनमा आएको छु। माइजूहरूको चाहिँ यस्तो छ, यहाँ कस्तो राम्रो छ। भगवान यो चाहिँ किचन हो, यो चाहिँ भगवान हो, भगवान किचनमै छ। भगवान एकै ठाउँमा छ माइजूहरूकोमा। अनि यता चाहिँ किचन, यता डिनर गर्ने ठाउँ, यता सिङ बाल्कनी छ। यो चाहिँ हाम्रो मामा घर हो। यस्तो छ। अनि म पनि आज सबै सुक्खा भएर है यस्तै छ है साथी। आफै ढोका लाग्छ, हावाले आफै ढोका लाग्छ। के गर्नु, यहाँ पनि छ प्लानहरू। यहाँ चाहिँ हल्का सुके जस्तो भएछ। यतापट्टि छ, यहाँ पनि छ। यहाँ चाहिँ गाजर खेती छ, त्यहाँनिर छ गाजर पाउँछ। पता यहाँनिर सस्तै सस्तै पाउँछ गाजर किलोको, फ्रेस पनि हुन्छ। त्यहाँनिर यो कति खेतीहरू छ। यहाँ पिङ के भन्छ यसलाई, पिङै त भन्छौँ हामी त। अनि मैले यसो ढल्केको थिएँ, टिकटक हेर्दै थिएँ, भिडियो नबनाएको नि कति भइसक्यो नि त। भिडियो बनाउँछु भनेर हेर न, ऊ बन्द तलबाट गाडी कुद्नु दिँदैन। ऊ प्लेन के अरे हेलिकप्टर चाहिँ कुदैछ छिनमा कुदेको चिनमा। कस्तो मलाई फुल खाँदो रहेछ हौ परेवाले त। आमा हजुरहरू त देख्नु हुँदैन होला, उड फुल कति मलाई खाँदो रहेछ। यहाँ पिङमा कस्तो मजा आएछ। यहाँ टिकटक बनायौँ, अनि हिजो पनि बनायौँ। हिजो बेलुकातिर आएको हामी। अब भरे कि भोलि जान्छौँ घर। यस्तै छ, के हुन्छ म तपाईँहरूलाई देखाउँछु कन्टिन्यू। फेरि आयो परेवा यहाँ चरा कराको यो चाहिँ आर्टिफिसियल हो। कहाँ कराउँछ हौ, कहाँ कराउँछ देखिन आवाज मात्रै। अब तल जान्छु म चाहिँ, एक्लै अल्छी लाग्यो। यहाँ चाहिँ यहाँ
भगवानको फोटो। यो चाहिँ ऐना छ। अनि हाम्रो सेपु चाहिँ सुतिरहेछ। सेपु सेपु एकै ठाउँमा पोको पारेर सुतेछ। सेपु सुतेछ। यस्तो छ ए मान्छेहरूकोमा यस्तो। यस्तो छ। माइजीको फोटो कति राम्रो। यता बहिनीहरूको फोटो। यस्तै छ। के छ यता चाहिँ के नदेखेछ घर के गरेको भाइ साथी आज चाहिँ कति दिन भेट बनाएँ। यो चाहिँ हाम्रो घरको बनाइमा फोटोहरू छ। यहाँ हुनुहुन्छ मेरो श्रीमानजी, यहाँ हुनुहुन्छ मेरो नन्दजी नन्द, यहाँ हुनुहुन्छ मेरो ड्याडी मम्मी, यहाँ मम्मी। अनि यो पहिला जब गर्दाखेरि प्रमाणपत्र। यो पनि आमाको होला सिद्धिविनायक। यहाँ चाहिँ हामी दुईजना छौँ। उहाँ मेरो श्रीमानजी, यहाँ म, यहाँ पनि म, यहाँ मेरो ह्यान्डसम बुढा, यहाँ हाम्रो ड्याडी, यहाँ ड्याडी मम्मी, यहाँ हजुरआमा। कति राम्रै हुनुहुन्छ हाम्रो हजुरआमा। फुल मम्मीले लाउनु भएको फुल टक्क फुलहरू छ है। प्लानहरू छ। यता चाहिँ हाम्रो बाथरुम अहिले चाहिँ अलिक देखाउँछु ल। यता चाहिँ यहाँ पूजा गर्ने ठाउँ। यो चाहिँ मेरो रुम हो। यो चाहिँ मेरो दराज। अहिले चाहिँ तन्ना निकालेको छु मैला भएर धुनलाई। अहिले केही छैन। अब यहाँलाई डेकोरेसन गर्ने हो। यस्तो लट्ठी बज्रा छ होइन। अब सब सनकसुनुक पार्नु। आज सबै सनकसुनुक पारेको छु। यहाँ तल चाहिँ पोचा लाएर। यता चाहिँ छिमेकीको घर छ। यता उहाँबाट यस्तो राम्रो देखिन्छ। यता अझै ढोका खोलिनँ मैले। अनि यस्तै छ साथी, यस्तै छ, यस्तै छ है, यस्तै छ। यहाँ चाहिँ फुलहरू छ। यहाँ चाहिँ म छु। ऐनामा हेर्दै हेर्दै गर भने त कस्तो यो हेर्दो रहेछ। हाम्रो मम्मीले फुलहरू लाउनु भएको। ल यहाँ त के भएर मरेछ। यो पनि कस्तो जागेछ। यो मैले सानो सानो रोपिदिएर गएको थिएँ। आउँदा दामी भएछ यो चाहिँ। यहाँ हेर्नु न फ्लावर रोज कस्तो दामी। यो के भएर मरेछ। कस्तो राम्रो आयो। यो पनि मरेछ। गर्मी छ, लास्टै गर्मी छ झापामा। फुल यहाँ पनि छ फुल। यो फुल चाहिँ कस्तो दामी हो। हाम्रो गाउँ हो।
यो चाहिँ हाम्रो गाउँ यता पुगिन्छ पर यस्तो छ गाउँ चाहिँ कस्तो राम्रो देखेको तर यस्तै छ यता पनि छ बल्ल बल्ल फुल्दै रहेछ यो फुल यहाँ भर्खर फुल्दै रहेछन् यताबाट चाहिँ भर्याङमा जानु मिल्छ माथि अल्छिलाको माथि जाने गइन ल साथी यहाँ पनि रहेछ फुल यो त के हो यो त माछा पाउने ठाउँमा त्यो पोखरीतिर हुन्छ नि त्यस्तै छ त्यो त फुलै हो यो चाहिँ दामी रहेछ कस्तो दामी यस्तै छ यस्तै छ तू ही मेरी हमसफर अब आज तल माथिको चाहिँ गरिसक्यौँ अब तलको गर्नु छ अब भोलि गर्छु अब खाना बनाउनु पर्यो नि त खाना बनाउनु पर्यो बत्ती पनि बाल्ने बेला भयो रात पर्यो अनि यहाँ हेर्नु न कति राम्रो राम्रो साग यस्तो कहाँ खाना पाइन्छ उहाँ त है यस्तो दामी छ साग अब यसलाई यही सागलाई भुट्छु एउटा पकाउँछु साग त्यो चाहिँ राख्छु अनि भिन्डी पनि छ होला हौ भिन्डी छ भिन्डी पनि भुट्छु नाक हुन्छ अनि भिन्डी पनि पकाउँछु मेरो भिडियो हजुरहरूलाई कस्तो लागिरहेछ है त्यति राम्रो बनाउन आउँदैन सिक्दैछु म होइन मैले पहिला पनि भनिरहेको छु भिन्डी त डल्लै बिग्रेछ नि भिन्डी ताजा ताजा खाना पाइन्छ नि त यहाँ त अनि भिन्डी फ्राई गर्नु पर्छ भिन्डी फ्राई गर्नु पर्यो आलु भुट्नु पर्यो अब खाना बनाउने बेला भयो यो चाहिँ मैले दुईवटा लिएर आएको कस्तो राम्रो लाग्यो क्या त्यहाँ छोड्ने लोभ लाग्यो कस्तो दामी छ नि लिएरै आएँ मैले त हजुर कुखुरा लोकल कुखुरा दुध भिन्डी बनाउन आँटेको होइन भिन्डी अनि साग पनि भुट्ने एउटा साग एउटा मुठो केलाउनु न
केटाकेटी खाँदैनन् हामी ठुलो मान्छे कति छौँ र अनि पुगिहाल्छ भिन्डी पनि छ नि त गर्नु न मिलाएर त है बिहानको पनि छ अलिकति अनि दुइटै मिक्स गरिदिनु अनि भिन्डी कति मान्छे आएको धुलो अघि मास्क नलाइकन बढाएको थिएँ धुलोले समाते जस्तै छ होला आलु बुढी तरकारी तिमीलाई दिन रात सम्झन्छ तिमीलाई गर्की खुकुरी मम्मीहरूको टिकटक बनाइदिएँ मम्मी र दिदीको अनि मैले पनि बनाएँ मेरो पनि टिकटकमा फलो गरिदिनु होला साथीहरू सन्तला खानु त्यही बिर्सेछु तर अमिलो छ है सन्तला अक्सिजनको भएर होला अमिलो भिन्डी मिठो हुन्छ नि नेपालको भिन्डी है दुबईमा चाहिँ भिन्डी कहिले चाहिँ कस्तो फ्रेस पाउँछ कहिले काहीँ चाहिँ मरनचासे हुन्छ के गर्नु खानै पर्यो त्यस्तो भए पनि पहिला पहिला मैले भेट्दा तिमीले आयो अब अहिले भेट्छु है त म चिया बनाउँदैछु यहाँ चाहिँ पाहुना आउनुभएको रहेछ क्या उहाँ पल्लो घरबाट छिमेकी पाहुना आन्टी अनि चिया बनाउँदैछु अनि यहाँ भिन्डी आलु अचार बनाउन अनि यो धनियाँ खाना रेडी हुँदैछ मेरो अहिले पकाएपछि देखाउँछु कति मिठो हुन्छ नेपालको चिया हेर्नु न कति राम्रो छ दुध राम्रो हुन्छ कि यताको कस्तो राम्रो धेरै कष्ट छ अरे अनि हामीले क्लिजिङ गर्छौँ क्लिजिङ भोलिपल्ट ल्याएर पूजापाठ गरेर मैले गरेर सराप गरेँ
त्यहाँबाट कुम्बा आयो भने गया बुद्ध साथीहरू खबर ज्ञान प्राप्त गरेको ठाउँ यति राम्रो रहेछ कि राम्रो यस्तो राम्रो हो होइन त्यहाँको ठाउँ त सबैभन्दा राम्रो गया बुद्ध रहेछ बुद्ध बस्ने ज्ञान प्राप्त गरेको गाछी रहेछ नि यो त सफा त हो नि सफा गरेको क्रिमले चाहिँ बिग्रिने हो त्यो सुट गरेन के गरेन यो सुट गर्ने है मलाई नि भएको अनि त्यहाँबाट त्यहाँ घुम्नु गऱ्यौँ यो मजाले गएर मसाज गरेछ घुम्न गएको राति 1 बजेतिर लगेर उतार होइन कस्तो राम्रो छैन मान्छे त कोही थिएन भयो पनि भन्नु न यहाँ आनन्द आइरहेको छ नि त लु भयो मेरो भिडियोको लागि हो त तोरी सुकाएको कति राम्रो छ तोरी वाउ हेर्नुहोस् त तोरी देखाएको है मैले हात देखाएको होइन है सुकेछ तोरी पनि मजाले मैले कति छट मारेर यहाँ भिडियो बनाउँदैछु कस्तो राम्रो देखेको माथिबाट गाउँ पानी कति छ वेलकम छ मेरो युट्युब च्यानलमा हाई भन्दैछु माइजीको ब्लगमा अनि के गरिदिनु अरे लाइक सेयर उहाँ चाहिँ मेरो जेठो भान्जा यता यहाँ मेरो कान्छो भान्जा खोइ त माइजूको ब्लगमा सब्सक्राइब गरिदिन्छु भनेको खोइ त अलिक दर हजुरहरूको साथीलाई पनि भन्छु ल कति राम्रो हो मेरो भान्जा आमा भन्नु न तपाईँलाई त आउँछ त माइजूको ब्लगमा के भन्छ नानी लाइक सेयर सब्सक्राइब माइजूको ब्लगमा लाइक सेयर सब्सक्राइब गरिदिनु साथीहरू मेरो भान्जाहरू मोबाइल चलाएर गर्छ नि